आज मर्दाखेरि 2 खर्ब ऋण थियो अहिले 42 खर्ब पुगिसक्यो 42 खर्ब डलर तै पनि नेपाली रुपियाँ होइन डलर अब त्यति भइसक्यो 20 वर्षमा पैसा आएर मरेको होइन अनि त्यसपछि डेभलपमेन्ट खोइ बनायो 20 वर्षमा डेभलपमेन्ट खोइ एउटा रोड बनायो भत्कायो असारमा रोड बनायो भत्कायो खाली त्यो पानी परिमा मिलामा रोड बनायो चैतमा टेन्डर खोल्ने असार साउनमा होइन अनि त्यो आवश्यकै बस्यो त्यहाँ बजेट सघाउने अनि त्यसपछि फिजिकल सकिने बेलामा त्योभन्दा बढी के काम भयो एउटा खानेपानी कति हेर्नु होइन बजेट सकिने बेलामा ल्याएर रोड बनाउने हुन्छ अब होइन मास्क पुगाल्नु अरू केही भन्नु छ खालि बजेट पचायो एउटा खानेपानी ल्याउनु सक्दैन बढी देश बनाउने सिङ्गापुर बनाउने अनि अर्को काठमाडौँमा खानेपानी छैन सिङ्गापुर बनाउने पहिला सानो कुरा डेभलपमेन्ट गर्नु पऱ्यो नि ठुलो कुरा गर्नुभन्दा अगाडि पुगेन भनौँ न होइन 1 लाख नबढिकन 10 लाख बस्न सबैले